ल गाइस घरमा आइयो होइन अब जान्छु पूजासुजा गरियो त्यस पछाडि आफ्नो कामसाम गरेर आज चाहिँ राम्रै छ नेपाल फिर्ती कार्यक्रम हुँदैछ यता आमा आउनु भएको छ सँगै यता भतिजो अनि यहाँ डाँडाको ठेलकान्छे पनि आएको छ नि सबैले इन्द्रबहादुरको आमा बुढी यहाँ तयार हुँदैछ स्कुटर लिएर उता आमा हो मलाई लगिदिनु न भने तेरो खाले छोरा उठ्दै देखा थिएन नि त छोराले हो आमा हुनुहुन्छ यहाँ आमा के भन्नुहुन्छ कि आमा के भन्यो भन है ल नानी शुभयात्रा रमाइलो गऱ्यो बस्नु राम्रोसँग जानु होइन राम्रोसित पुग गएपछि फोन गर शुभयात्रा त्यही भएर दुःख सुख हामी आफै गरौँ ल ल गएको हामी गर्ने त्यति हो ल ल बाबु राम्रोसित जाऊ आफ्नो ज्यानको ख्याल गर्नु अन्त के नुन लाग्नु आमा त रुन लाग्नु किन नरुन अब विदेश जानु जस्तो हुन्छ होला अब काठमाडौँ बस्ने हो गएर खै जान्न होला मलाई टुप्पी होला नि आएको के भन्नु जाँदिन होला अब सायद खै अब रुन पर्दैन सानो काका छन् काठमाडौँ भेट्न गइहालिन्छ कुन चाहिँ रुम विदेश होइन काका जाए नि ल ल हाम्रै गणेश बहादुर आइपुगे हाम्रै गणेश बहादुर आइपुगे ल फेरि भेटौँला फेरि भेटौँला होइन सिंहदरबारमा भेटौँला अब म जागिर सिंहदरबार म जागिर नभएको मान्छे के सिंहदरबार होइन भए पनि उहीँ अब राजा नभएपछि हामी पनि उहीँ बस्छौँ नि राजा आउने भइसक्यो अनि आउँछ आउँदैन आउँछ आउँछ ल्याउने भइसक्यो कसले तैँले हामीले ल्याउने हामी ल्याउने त जनताले ल्याउने ल अहिले चाहिँ खासै भिडियो बनाउनु पाइएन होइन पछि आएर झन् खतरा मिठो मिठो एकदम गजब गजब बनाउने लगाइ चाहिँ हामी चाहिँ अब लागिसकेका छौँ घरबाट होइन आमा अलि भावुक हुन खोज्नु हो त्यतिर सबैजना नातिहरू भतिजाहरू आएको भएर खासै भावुक त हुनु जसलाई पनि अब अलिकति छुट्ने बेलामा सबैलाई भावुकता त भइहाल्छ होइन घरबाट निस्किसकेका छौँ अबको भिडियो घर टु काठमाडौँ हुनेछ अब सपोर्ट दिनको लागि एउटा अन्य चिज बन्ने छ होइन बाटो अलि अप्ठ्यारो छ गाई होइन ओह्रालो होइन त्यसपछि कच्ची क्या एकदमै गाह्रो छ अगाडि बाटो एकदम नराम्रो होइन कच्ची बाटो भने त्यही त हो नि गाई होइन खुल्टङ्ग्रा खुल्टुङ गर्छ होला हालतै खराब हुन्छ क्या झन् यो स्कुटरमा त झनै गाह्रो हुने चाहिँ स्कुटरमा त झनै गाह्रो क्या गाई छ धुलो बाटो होइन फस जान्छ कतै धुलो छ भने थाहा नहुने गाह्रो उकालो ओह्रालो फेरि ल लगाइज ओह्रालो झऱ्यो होइन ट्याक्कै अब त्यो बिच रोड आइयो अन्त अलिकति ओला मन्दाली छेउ आउनु लागि सारा अब चाहिँ बाटो रोसी पुगेपछि मात्रै अलिकता गाह्रो हुन्छ अब चाहिँ सरलै हुन्छ है गाइस लगाइज टक्कै हामी चाहिँ अब रामेछाप्रा सिन्धुलीको सिमाना कुर्कोट पुलमा ट्याक्कै आइपुगेका छौँ त्यो चाहिँ कुर्कोट पुल हो हेर्नुहोस् अब यो असोजको सबैभन्दा ठुलो बाढी रे त्यो पुलको आधी भागै बगाएको थियो त्यो चाहिँ नेपाली सेनाले मर्मत गरेको हो हुन्छ त्यही
ढुसी पुल अहिले चाहिँ पुरानो पुल उतापट्टिको चाहिँ नयाँ पुल बेली ब्रिज गाइस यहाँबाट चाहिँ सिन्धुली चाहिँ हामी चाहिँ कुकुरको ठ्याक्कै अब कुकुर लाग्यौँ गाइस हामी चाहिँ कुकुर बजार पुग्यौँ होइन साथ छोडेर अब हामी सिन्धुली पछाडि गाउँले परेको सिन्धुली हुँदै काठमाडौँ अहिले चाहिँ कुकुर बजार जाने हो पम्प छ भित्र के यता ल गाइस कुकुरमा तेल भर्यो कुकुरमा तेल भरिसकेपछि टक्क अब चाहिँ लाग्यो गाइस अब काठमाडौँ गाइस काठमाडौँ भन्दै काठमाडौँ लाग्यो होइन त्यो चाहिँ मरिन ड्राइभर्स हो यहाँको पानी चाहिँ सुनकोसी पानी चाहिँ कहाँ मरिन ड्राइभर्समा लगाएर हालेर ठुलो परियोजना छ बट्टाबाट सुन भनिरहेछ होइन पानीहरू यस्तै खतरा निकालिरहेको थियो बोरिङ सोरिङ भएर होइन पानी सानी यहाँ जमाएर के गर्दैछ यहाँ मुनि हावा चाहिँ आज अलि ढिला घरबाट अलि आज ढिला हिँड्यो होइन बसको जस्तो रेस्ट अलिक कम हुन्छ होला होइन अन्त अलिक बढी नै चलाउनु पर्छ होला डेली मोटरसाइकल जाँदैछौँ होइन अपडेट दिँदैछौँ अब तेल सम्पूर्ण हालिदियो क्यारे अब खासै बस्नु छैन अब अलिक पहिला रेस्ट चाहियो बस्नु पऱ्यो भने बस्दै जान्छौँ गाइस गयो काठमाडौँको गाडी गयो धुलीखेल 80 किलोमिटर ल गाइज होइन हामी चाहिँ ठ्याक्कै सिन्धुली छोडेर काभ्रे पुलाञ्चोक छिरेको पनि धेरै बेर भइसक्यो होइन यो धुले बाटो छ धुले बाटोले गर्दाखेरि अलिक समस्या हुँदो रहेछ गाइज होइन स्कुटरमा हिँड्नु चाहिँ होइन गाह्रो होइन त बुढीको चाहिँ यो लङ ट्रिप बसको ड्राइभ हो होइन हिँड्दैछौँ ब्याक टु काठमाडौँ जाँदैछौँ घरबाट यो गत वर्ष असोजमा यो बाढीले यस्तो बनाएको छ यो रोसी खोलाले होइन कहीँ केही पनि छैन क्या न बाटो गतिलो छ न केही छ न खेत छ न मान्छेहरूको घर छ केही छैन क्या विरक्त लाग्ने टाइप छ होइन तपाईहरू धेरै त यो बाटोमा गाडीमा हिँड्नुहुन्छ नि तर खासै बाहिरको वास्तविकता देखिँदैन होइन जो मान्छे चाहिँ मोटरसाइकलमा ट्राभल गर्नुहुन्छ नि मोटरसाइकलमा हिँड्नुहुन्छ रात दिन हिँडिरहनुहुन्छ त्यो मान्छेले चाहिँ एकदम प्रत्यक्ष देखेको हुन्छ नि त अनि ओहो यहाँ घर थियो यहाँ यस्तो राम्रो जग्गा थियो यहाँ यस्तो हुन्थ्यो भन्दा चाहिँ होइन एकदमै के आश्चर्य लाग्छ क्या बाटो कहाँ थियो अब घर थिए कहाँ छन् होइन खेती कहाँ छ केही छैन के गाइस सब मान्छे भन्छ नि मेरो त सर्वस्वै सक्यो केही छैन सबै लगिदियो खोलाले भन्छ नि यहाँ सेम हिस्ट्री भएको छ होइन गाइस अब देखाएर पनि साध्यै छैन यो कति देखाउने के तपाईँ कतिले त पहिल्यै हेरिसक्नु भएको होला भिडियोमा अनि अब दोबारा के देखाइरहनु होइन गाइस त्यही भएर चाहिँ मैले खासै धेरै भिडियो खिचिनँ थोरै सानो क्लिप खिचेको छु मजाले हेरेर तपाईँहरूले यहाँको दृश्य अवलोकन गर्न सक्नुहुन्छ कहाँ खोला यहाँ छ पहिरो उहाँ माथि डाँडादेखि आएको छ होइन के भन्ने के गाइस यो पुरै खेत थियो खेतको नाम निशानै छैन के भन्ने के हेर्नु ल यस्तो छ गाइस हाम्रो नेपालको ल हेर्नु
सिमलको भुवासरी भन्दा नि यो सिमलको फुल हो। कति राम्रो ढकमक्क फुलेको छ। खोला साइडमा हेऱ्यौँ भने पुरै डाँडाबाट पहिरो झरेको, खोलामा पुरै खेतसेत सबै पुरेको भन्दा अरू केही पनि छैन गाइज होइन। अनि बाटो चाहिँ एकदम बढ्न सबैतिरबाट तर्खर भइरहेको रहेछ। बाटो भट्टाभट बनिरहेको रहेछ। नाति नलोसम्म त यो दसैँसम्ममै बाटो राम्रो व्यवस्थित बनायो भने असार साउन पनि यहीँबाट चल्न सक्थ्यो। यदि असार साउनभन्दा पहिले बनाएन भने त सायद यो गाडीहरू चल्दैन यहाँ बाटो। काठमाडौँबाट छिट्टै छिट्टै घर पुग्ने सपनाहरू अधुरै रहनेछन् भन्ने हामीलाई लागिरहेछ गाइस। खोला यत्रो खोला छ यार, यस्तो विदण्ड मचाएछ कि भन्ने कि साथै छैन क्या। पर आयो कहाँ गए खोला, कहाँ गए पानी। यहाँ चाहिँ खेतीयोग्य जमिन थियो होइन। अब खोलाले जमिन खेतसेत कटान गरेर कहाँ पुर्याइदियो भन्ने पनि थाहा छैन क्या। सबै यस्तै ढुङ्गै ढुङ्गा छ होइन। के गर्नु, थाप्लो ठोकेर नहुने गाह्रो छ हौ पर्बु। कति कटान गरेर झरेको छ ल। यता मासतिर यत्रो कटान गरेको छ भने तलतिरको त कुरै नगरौँ, खोला छेउको होइन। गाडी छ निर्माण एकदम तीव्र रूपमा भइरहेको छ होइन। हुन्छ होला भिग्रिया बाटो त सबै सक्यो होइन। हामी ट्याक्रेकै चरङ्गी फेरि आइपुग्यौँ। बुढाबुढी भएर अब सुन्तला खाइयो होइन यहाँ बसेर। बुढाबुढी भएर बसेर सुन्तला खाइयो, एकछिन थकाइ माऱ्यो होइन। अब चाहिँ लागिन्छ। यहाँबाट धुलीखेल निस्किने अझै 25 किलोमिटर बाँकी छ। धुलीखेलबाट मूलपानी पुग्दा कति किलोमिटर बुढी? 15-20 किलोमिटर। 15-20 नै लगभग अझै 40 किलोमिटर जति बाँकी छ होइन। कस्तो लाग्यो त पहिलोचोटि मोटरसाइकल हाइवेमा दौडाउँदाखेरि? डर लाग्यो। डर लाग्यो? डर लाग्यो मान्छेले कसरी चलायो? चलाइ नि कसरी भन्नु, लाग्दा गएको दिनभन्दा अहिले सजिलो। गएको दिनभन्दा अहिले सजिलो लाग्यो। गएको दिन त फर्स्ट टाइम त कति डर लाग्ने के होला कसो होला। यत्रो बाटो कहिले चलाएको छैन। गाडी स्पिड आउँछ हाइवेमा, लङ रुटका गाडीहरू हुन्छन्, मोड धेरै छ। यता गयो सट्टै खोलामा झरिने डर छ। सबै कुरा सोच्नु पर्यो नि। त्यसमा गाह्रै बजायो नि तँलाई? अनि अहिले आउँदा चाहिँ जस अस्तिको भन्दा अहिले चाहिँ मैले एकदम पर्फेक्ट राइड भयो अरे। ल गाइस बुढीको पर्फेक्ट राइड भयो अरे। अस्तिको भन्दा आज चाहिँ खतरा मजाले चलाउन सजिलो भयो। अस्ति चाहिँ मलाई डर लागिरहेको थियो भनिरहेको छ होइन। यस्तै हो। अझै धुलीखेल निस्किन 25 किलोमिटर बाँकी छ। हामी चाहिँ ट्याक्रेकै चरङ्गे फेदीमा आइसकेका छौँ होइन। गाइस घडीले झन्डै 7 बज्न लाग्यो होइन। हामी ट्याक्रेकै बनेपा आइपुग्यौँ। गाइस बनेपा